त्यो नकाट्दाखेरि चाहिँ राम्रो साउन्ड थिएन काटेपछि कस्तो साउन्ड आउँछ हामी चेक गर्छौँ है बवाल हुन्छ बवाल लास्ट जाम छ केटा वाइल्डै जाम छ होइन जाममा छौँ हामी वाइल्ड फकिङ जाम वाइल्ड जाम छ जाम बल्ल उताको खुल्दैछ होइन अब हामी एकचोटि दबाउँ है त ओहो सुप्रै आए जस्तो हुन्छ रियाक्सन नै दियो है मान्छेहरूको नमस्ते स्मिनी मिस्टर ठकुरी ब्लग्स अहिले चाहिँ अब बिहान भएर शीतहरू परिरह है वेलकम अब ग्रेट डे सबैजना अनि आज चाहिँ अब यसो साइलेन्सरको मफलरै काट्नुपर्ने स्थिति आयो सो मफलर काट्नु कि भन्ने मेरो सोच छ मफलर काट्नको लागि चाहिँ हामी यहाँबाट जाँदैछौँ अस्ति एक दुई हालेको ठाउँ जान्छौँ पहिला त्यो काट्छ कि काट्दैन हेरौँ पातहरू धेरै कुराहरू गर्नु छ आज सो लेट्स गो आज जाउँ के छ आफ्नै त हो नि दरियामा जाउँ होइन अनि हजुरहरू पनि भएको हेर्नुहुन्छ अलिक चिसै छ वेदर अनि गाडी चाहिँ हामीले त यहाँ राखेको छौँ हो त्यहाँ हो गाडी यहीँ छ नुहाउनु पनि पर्ने छ नुहाएर त्यसपछि विनी टिकको सो अहिले चाहिँ म ठ्याक्क लगाएर आएँ मेरो पसल टक्क लगाएर हाम्रो पसलमा चाहिँ बाइक सुटहरू रेन्टमा आउँछ त तपाईँहरूलाई खाने छ सर्र छ यहाँ छ ओ के छ मेरो भाइ ल काम चाहिँ जाऊ मेरो भाइ आयो यहाँ बवाल छ बवाल छोडहरू छ रेन्टमा चाहियो भने आउनु होला के छ आफ्नो त दरिया सबैजना आउनु होला के छ आफ्नो त दरिया तिमी मेकानिक पनि हो ल आऊ है भाइ ल भोलि आऊ इन्जिनियरै रहेछ त यार सय ल अब यहाँबाट हामी गाडी साडी मोडिफिकेसनतिर नि अहिले एकछिन जान्छौँ है यो काम सकेर ल अहिले चाहिँ हामी यहाँ आएपछि अब यो एक्जस्टले अलिकति काम नगरेको भएपछि यहाँ चाहिँ अब हाल्न लागिरहेछ जग हालेर उयो भित्रको यहाँको यहाँ उयो यो पाइप हो यो पाइप जितिन लाग्यो ओ यो पनि किचिसिया रहेछ यार ल खतम किचिसिएछ यार हामीले सोचेको चाहिँ हाम्रो गाडीलाई चाहिँ यत्रो अहिले घेरा चाहिँ ग्राउन्ड क्लियरेन्स यत्रो बनाउने होइन क्या यताको सक पनि क्या ठुलो वा दामी देखिरहेछ यार यताको सक क्या ठुलो हामीले काट्नु लाग्यो चाहिँ उयो काट्नु लाग्यो यो पाइप हो यही पाइप काट्ने भने सही हो त सही बवाल त्यो नकाट्दाखेरि चाहिँ राम्रो साउन्ड थिएन काटेपछि कस्तो साउन्ड आउँछ हामी चेक गर्छौँ है बवाल हुन्छ बवाल रुममा चाहिँ मिल्छ है राजा है टक्क लाएर मफलर झुकिसकेको छ यहाँ यत्रो मफलर हुँदो रहेछ यो तातो छ त कति तातो हो यार यहाँ चाहिँ तातो छ यसले लास्ट साउन्ड प्रोटेक्ट गर्ने रहेछ यो चाहिँ ठिकै छ है यस्तो कोरिसिया रहेछ है यस्तो छ अहिले चाहिँ गाडी ठ्याक्क अब यहाँबाट स्ट्रेट पाइप हुन्छ स्ट्रेट पाइप जोडिन्छ है यहाँबाट स्ट्रेट पाइप जोडेपछि अनि आउँछ आवाज बवाल रहिला है त ल अब चाहिँ कस्तो आउँछ अफ छ है साइलेन्सर अफ छ है यो अफ छ है अफ छ ओए सुप्रास्ता मैं टोल बहुत सुप्रा रे गर्नु न साइलेन्सर हालिसकेको छ अब माइलेज कति दिने हो अब हामी एकचोटि दबाउँ है त ओहो सुप्रै आए जस्तो हुन्छ रियाक्सन नै दियो है मान्छेहरूको भर्खर वाइलिङ गरेर बिस्तारै
कस्तो साउन्ड आएको है दामी छ अगाडि मान्छेहरुले देखाउ न रिएक्सन टेकुमा रिएक्सन हेरौ कडा हो ल राख्दिम सो फ्याम मेरो सुप्रा चाहिँ बवाल भयो है वाइ लाउड छ सबले हेर्छन् फर्की हेर्छन् मान्छेहरूले फर्की चलाउनु त लास्टै मजा आउने यार पेट्रोल चाहिँ अलिकति कमै दिएला जस्तो लाग्यो यसले साउन्ड फरक हुन्छ साउन्ड पनि वाइल्ड छ बवाल है कडा होला अब पसल जाउँ रिएक्सन हेरौ दिने सर अगाडि देऊ बच्चाहरूलाई देऊ क्या दामी रिएक्सन आउँछ है रिएक्सन त राम्रो आउने है यहाँ माइलेज कति दिने हो माइलेज सुट खान्छ जस्तो तेल त कस्तो पड्किन्छ हेर न उयो मान्छेहरू रिएक्सन अगाडि देऊ अगाडि ए भगवान पड्कन हेर बुढोले छोड्दाखेरि क्या दामी आवाज आउने है छोड्दाखेरि के बन्द गरौँ ऊ त्यो पुलमा बवाल रिएक्सन आउँछ कि क्याली कन्भर्टर पनि झिकाउँ क्या हो मलाई देखाउ त गाइस क्याली कन्भर्टर पनि झिकाउँ क्या हो 0.5 मा हाने हो उयो बच्चाहरूको देखाउनु कौन आया था अगाडि मात्र हेर्यो साइड साइड मोडे भाइ अगाडि खिच्छ जेरन भाइमै हाने हो अब अगाडि खिच्छ है त मलाई हिबीको के काम त नि नामा चाहिँ मलाई देऊ न मलाई पनि देऊ अगाडि नि देऊ अगाडि देऊ अगाडि हरेक मान्छेले फर्केर हेरेर यार बच्चे हो अच्छा था बहुत सामने है मिरर बड़ा
रिएक्सन चाहिँ बल्ल आयो क्या गियर चेन्ज गर्ने बेला चाहिँ आवाज चुनाउँदैछ क्या यसको मफलर हो नि त बवाल मजा आइरहेको छ केटा बवाल ओइ साउन्डै आयो मुला काट्दा पनि ठिक छ ठिक छ है बवाल छ ल ब्याक गरौँ ब्याक कस्तो दामी आवाज आइरहेको छ है कस्तो दामी आवाज छ यार गाइज आज चाहिँ पड्किन्छ चोबार जान्छ यसपछि हामी बवाल सो यस गाइज हामी हाम्रो पसल आइसकेको छौँ यहाँ बाइकहरू रेन्टको बाइकहरू छ टन्नै त्यहाँ छ दुईवटा ड्युक देख्न सक्नुहुन्छ एउटा दुईवटा ड्युक होइन यहाँ छ नि यहाँ पनि ड्युकै हो यहाँ स्कुटर यहाँ छ NSP3 स्कुटर गाडी त्यहाँ छ एक्जस्ट हालेर लिएर आएको है भर्खरै एन्ड देन यहाँ छ मेरो स्कुटर यहाँ छ स्कुटर बनाउँदैछ यसले यहाँ छ बाइकहरू लडाएर एक्सिडेन्ट भएर आएर यहाँ यस्तो झ्यामझुम भएको छ सामान चाहिँ नआउने भएको कारणले खोलेर राखेको छौँ सामान चाहिँ भोलि नयाँ हाल्नुपर्ने चाहिँ हेडलाइट ड्याङडुङ गरेर त्यसरी राख्नु त तरिकामा सो त्यही हो केटा अब चाहिँ हामी यहाँबाट नक्कीपोर्टतिर चलपल अनि चोबारतिर चलपल हाल्न गइरहेको छौँ लेट्स गो बारे यता चाहिँ लास्ट जाम छ केटा वायरलै जाम छ होइन जाममा छौँ हामी वायर फकिङ जाम छ जाम बल्ल उताको खुल्दैछ होइन हाम्रो पालो कहिले है एकछिन हामी जामै बसिरहेको छौँ आज बवाल हुन्छ रैला केटा Mm-hmm.